हामी यति बेला होटल मेरीगोल्डमा जाँदैछौँ। बाटोबाट सपिङ गरेर लहर लहर हिँड्दै हुनुहुन्छ उहाँलाई चाहिँ एउटा ग्रुप चाहिँ सर्लक्क लाएर पछाडि चप्पल ग्याङ। यो हाम्रो चप्पल ग्याङ। उहाँले होटल हो कि होइन भन्दै ठमाइरहनु भयो है। यही होटलमा है त हामी द मेरीगोल्ड सर्भिस वेलकम भनेर कोही बस्छ कोही बस्दैन। के भन्नु छ त? कहाँ फलो मी कहाँ हो तपाईँको यात्रा? कहाँ हो भन्दा त इसारा कसरी हुन्छ? हेलो हामी यता जाउँ है। त्यो हुँदैन उता गएपछि साँचो हुँदैन। बड्डो गयो छोडेर। हल्लो 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 ल हामी होटलमा प्रवेश गरियो। अनि साँचो नलिकन कोठा प्रवेश गर्छन्। 5300 चिटर लाएर एनसिआर हिँड्दै हाने सकस हुँदो रहेछ। धेरै पछि हिँडेको त हामी देख्छ उता भाडबाटको नजिकै यो ग्रुप चाहिँ साँचो नपाएर वेटिङ कम्पिटिसन कहाँ गएर आएको? ल प्रवेश हल्ला हल्ला खरे हो है यो ग्याङ। पुरा सिक्का पैसा उडाउनु ला। एउटालाई थकान लाएर आएर हालिदिइसके। आइसक्रिम खान्छ नि फेरि ल। ओल्लो आजभोलि त यस्तो चाहिँदो रहेछ के हेर्नु। को चुतिहाले बन्दर? कसको? गुरुङ। गुरुङभरि फटा भन्न मिल्दैन है। मिनबहादुरलाई मात्र हामीले फटा भन्ने अरूलाई मिल्दैन है। सचिवज्यू सङ्घ संस्था घर परिवार कार्यालयदेखिको सबैको सचिव। उहाँ फेरि माडे बिहान आउँदा आउँदै जग्गा चाहिँ आएर बाटो आइयो एउटा। कसको थाहा छैन। यो मेरै हो ऊ मेरै हो भन्दै भन्दै धन्न होटल चाहिँ मेरो हो भन्न भ्याउन होइन। त्यो पनि कति बेला आउने हो। अब यस्ताका दिन गए यस्ताका दिन आए। सबैभन्दा महँगो त मैले किनेको यार। दुई भाइ सबैभन्दा महँगो मैले किने के 1000 रुपियाँको 1000को 1500 कति भयो? के किन्न तपाईँले 1500 को? पिस्ता काजु। ए काजु किन्न अरे दाइले। ल कुरो के हो काजु? बुढेसकाल लागेपछि काजु चाहिन्छ। त्यसै फुटुस्स हुन्छ यस्तो के हो कुरो? गाह्रो छ पिर छुट्टिएको छ। किनेर अहिले आएर बल्ल मूल्य हेर्दै उहाँ फेरि। हजुर तर चाहिँ हान्दाखेरि यो रुम हेर्न आएर हामीलाई झिक्काएको। अनि हामी त तल बसेको है। यहाँ यति अपाङ्गो छ भने थाहा भन्दा भन्दै ओके भनेर तानी। अनि माडेले त्यही हो ठिक छ अनि उहाँले हो पहिला ठिक नभए त हामी अर्कोमा गइ भिजाइ माथि यो पनि लचक्कै लचक्कै हुन्छ। भरे केटाले हँसाए। हो भरे यस्तो थकान लाग्ने रहेछ है। कारण के होला?
अन्त आइसक्रिम लगायो त्यसले मासु त्यसले अब कस्तो बनाउने यार टक्क भुट्टा टाइपको बनायो जान्न जान्न दाइ यार। बनाइसक्यो बनाइसक्यो नि यति नै हुन्छ 1 घन्टा भयो यार भनेको त्यसलाई रिसेर कस्तो छ हालत। सिकाएको 3 प्लेट भने त्यो होटल होटल आएर गरेकालाई थाहा कि त्यही वाइफाईको दिन्छ भन्ने कुरा। यस्तो हो भने त हामी के गर्ने हो त अब भनेपछि त कटेरा टाइपका होटलतिर जानुपर्छ कि क्या हो र। यहाँ लाइट बोल्दो रहेछ एनसी भएपछि यस्तो हो कि मच्छरले नि माया गर्दो रहेछ। बर्बाद भएर 8 बजे अस्ति पर्ने नि सुत्यो भने गइन्न पनि। दाइ 1-2टा पोस्ट गएन आज यता भन्दै उडाएर सम्मान के होइन यो केका लागि सम्मान गरेको भने सबैभन्दा धेरै फोन गर्ने त्यही भएर दोस्रोलाई उडाएर सम्मान। अब उता पनि हो कि भिडियो कल गरिदिनेलाई नि दोस्रोलाई उडाएर सम्मान गरिदिने ताली बजाएर। कङ्ग्रेचुलेसन। हेर त हेर यहाँ रेकर्ड भयो है। हेलो दोस्रोलाई उडाएर ह्याप्पी म्यारिड लाइफ पनि हो कि के ह्याप्पी बर्थडे त असरा साउनमा ताली 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 ताली। हिजोको फोटो आएछ त्यहाँ त आजको त आइसक्यो हिजोको कुरा एनसी भाइ भात खाना आयो। ल भाइले के भन्छन् हाम्रो यो त हाम्रै हो नि होटेल भाइ। त्यहाँ लाग्यो सेतो कहाँ गयो त अर्को बड्डो एकदम अटाइन हामी त्यो फ्यान चलाउनु पर्ने हो। भात खान लान कति खाने रहेछ न भिडियो खिचिदिनु पर्यो। यस्तो पिरमा बसे के न फोटो दियो होला नि भने होला नि यिनले उनले चाहिँ मेरो हात लामखुट्टे जस्तो भयो भनिरहनु फोटा। अहिले भर्खरै पर बिग्रियो होला। हेर त यो ज्यान ए त पेट हेर त हेर त हेर त हेर त हेर त यो हालत ए अटाइन्न भात अट्छ र ल्याइदियो ल्याइदियो आऊ आऊ ल ल ल्याउनु ल्याउनु आउनु आफ्नो लागि आफै सुविधा। फ्यान चाहिँ अन गर्नुपर्ने हो। दाइ कति खाने यो सर्दिनँ म त कति खाने यो दाइ मलाई पानी चाहिने कि त तपाईँको हात देखेर आउँदो रहेछ कि उहाँका तिन मच्छरका जस्तो हात भएर नाभा त्यो मच्छर बसेको काम क्या र त
रातभरि चलाउनु मेरो त घाँटी कस्तो भित्र दुख्दैछ कि धुलो भयो बरा यस्तो लाग्ने टेस्ट गरेको सबै विदेश जाने भनेर बसेछन् दुबई त्यो पर्ने हो रोबिन एन्ड बास्किन कम्पनी होइन बास्किन रोबिन मात्रै भन्ने रहेछ डेन्जर छ के बोलौँ न सचिवज्यू के भन्ने विदेशी कम्पनीको बारेमा थाहा छैन सुनिरहेको छु तिमी नि विदेश जाने प्लान हो कमानकै कुरा पछि हो तर त्यो करचोली जाने म यहाँ त्यहाँ गएन जाने कुरा छ गरे चुली जाने उहाँले योगा गर्दा ज्योतिष पनि सिक्नु आएछ कि क्या हो? ज्योतिषी नै सिक्न ट्याक्कै 45 टाइम दिँदै गरेर हामी त भाइ नभएछ यसको वेटर गरेर आउनुपर्छ कि हो वेटर गर्न आउनु र म यो त मेरो ब्लक लिस्टमा गयो पहिलो व्यक्ति मेरो ब्लक लिस्टमा जाने को यो को हो जो अनफ्रेन्ड गरेको मलाई मेरो पालो ब्लक लिस्टमा हाल्दै त्यही उसमा गएर